That's the correct word. Hello. Hello, good morning, sir. अन्तसम्मको सबै सेवालाई परमेश्वरको हातमा समर्पण गरिदिनु हुन हाम्रो मण्डलीका आदरणीय अगुवा दाजु प्रेम सापकोटालाई म अनुरोध गर्दछु। दाजुले अगाडि आइकन यो विवाह समारोहको लागि सुरुको प्रार्थना गरिदिनु हुनेछ। त्यसकारण हामीहरूको बिचमा त्यो टेबलमा दुईटा मोमबत्ती छ, तीनवटा मोमबत्ती छ, तपाईहरु देख्न सक्नुहुन्छ। गद्वा हाम्रो दुल्हा राजाको प्रतीक्षाको घडी अनि सकिएको छ। तर यो दार्शनिकले भनेको जस्तै उहाँहरू सिद्ध हुनुहुन्न, तर असिद्ध जोडीहरू जो चाहिँ यो फरकतामा आनन्द गर्न आवश्यक छन्। त्यसकारण हामीहरूको बिचमा त्यो टेबलमा दुईटा मोमबत्ती छ, तीनवटा मोमबत्ती छ, तपाईहरु देख्न सक्नुहुन्छ। त्यो दुईटा साइडको मोमबत्तीले चाहिँ हुन्छ। मैले तपाईहरुलाई जुन समय दिएको थिएँ कुनै पनि कारणहरु नभएको कुरा यहाँनिर
दर्शाउनु भएको छ किनकि कसैले पनि जायज कारण यो विवाह बन्धनमा बाँधिन नसक्ने केही छ कि अहिले नै प्रस्तुत गर्नुहोस् भनेको के नभए कसैबाट प्रस्तुत नभएको कारणले गर्दा एक धर्मगुरुको नाताले मैले यो कार्यक्रमलाई अगाडि बढाउन पाएको मैले यो छलको पाएको छु। त्यसै गरिकन भाइ सन्देश र छोरी कृतिकालाई पनि म यही प्रश्न सोध्न चाहन्छु। यो तपाईँले पूर्णबाट हलाउनु भएको छ है अहिलेलाई। यदि यो विवाह बन्धनमा बाँधिन नसक्ने कुनै जायज कारण तपाईँहरूसँग कुनै छ भने तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ। अन्यथा सदाको निम्ति तपाईँले पछाडिको जीवनको कुनै पनि कुराहरू अथवा पछाडिको जीवनको कुनै पनि कुराहरू तपाईँहरूले डेली जीवनमा प्रस्तुत गरेर तपाईँको वैवाहिक जीवनलाई वातावरण बनाउन सक्नुहुन्न। त्यसै कुनै जायज कारण छ छैन? उहाँले पनि मुख हल्लाएर जायज कारण नभएको कुरा बताइसक्नु भएपछि अब म यो कार्यक्रमलाई अगाडि बढाउनेछु। अब म दुलहीको तर्फबाट कसले दुलाको हातमा छोरीको हात दिने हो कृतिकाको परिवारबाट आमाले पनि रोक्छु तपाईँहरू अगाडि आएर भाइलाई आफ्नो हात दिन सक्नुहुन्छ। भाइले आफ्नो दाहिने हात त्यसरी थाप्नु होला अनि यो दाहिने हातमा चाहिँ तपाईँहरूले नानीको दाहिने हात तपाईँहरूले आएर दिन सक्नुहुन्छ। चाहनुहोस् हामी सबैजना ताली बजाउनेछौँ। हुन्छ धेरै धन्यवाद गरेर म बस्न सक्नुहुन्छ। हुन्छ अब हात जोडिएको छ छोड्न मिल्दैन है अब त छोड्नै मिल्दैन। परमेश्वरको सेवकको हैसियतले परमेश्वर जसले हृदयका सबै दुःख कुराहरू जान्नुहुन्छ उहाँको उपस्थितिमा तपाईँहरू दुवैजनालाई गम्भीरतापूर्वक प्रार्थनासहित एकले अर्काको सामु आफ्नो विश्वासको प्रतिज्ञा गर्न म आदेश दिन चाहन्छु। तपाईँहरू दुवैजनालाई पक्का निश्चयता हुनुपर्छ कि यदि आज गरेका यी पवित्र कुराहरू तपाईँहरूले भङ्ग गर्नु भएन र परमेश्वरको वचनले आज्ञा गरे अनुसार परमेश्वरको इच्छा पुरा गर्नुभयो भने परमेश्वरले तपाईँको घर शान्ति आशिष र प्रशस्ततामा निर्माण गर्नुहुनेछ। यसकारण तपाईँहरू भाइ सन्देश र बहिनी कृतिका तपाईँ भाइको खातिर बहिनीको खातिर भाइ मात्र होइन अघि नै मैले तपाईँलाई भनेको छु जोड्ने परमेश्वर सृष्टि गर्ने परमेश्वर आजको दिनसम्म तपाईँहरूलाई योग्य बनाउने परमेश्वर गर्नुहुन्छ। स्वीकार गर्छु र यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ। स्वीकार गर्छु। के तपाईँले उनलाई निरोगी वा रोगी अवस्थामा सुखमा वा दुःखमा अभावमा वा प्रशस्ततामा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँको दुवैलाई छुटाएसम्म विवाहिता पत्नीको रूपमा माया प्यार वास्ता सान्त्वना दिँदै रहनुहुनेछ? हुन्छ भाइलाई धेरै धन्यवाद। उहाँले आफ्नो यसै गरिकन म दुलहीलाई यही प्रश्न सोध्न चाहन्छु। बहिनी कृतिका के तपाईँ सन्देश भाइलाई आफ्नो विवाहिता पत्नी भनी स्वीकार गर्नुहुन्छ र यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ? के तपाईँले उहाँलाई निरोगी वा रोगी अवस्थामा सुखमा वा दुःखमा अभावमा वा प्रशस्ततामा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँहरू दुवैलाई नछुटाएसम्म विवाहिता पतिको रूपमा माया
प्यार वास्ता सान्त्वना र आदर दिने गर्नुहुनेछ। हुन्छ, धेरै धन्यवाद। यहाँ दुवैजनाले औँठीले राम्रो भएको रहेछ र हामी साइड भनेर भन्ने गर्दछौँ। अनि यहाँनिर हामी देख्दछौँ उहाँले त्यसरी आफ्नो वचनबद्धता दिनुभयो, करार मार्नुभयो अनि सबै कुराहरू गरेर यति बेला यो बाँधेको करारमा तपाईँहरूले कुनै उपहार पनि दिनुहुन्छ कि एकले अर्कालाई भन्दाखेरि यो सुनको औँठी लिएर आउनु भएको रहेछ दुवैजनाले। अनि तपाईँ देख्नुहुन्छ उहाँहरू दुवैजनाले ल्याएको यो औँठीमा अन्त छैन। यसमा चाहिँ के छ के अरे, यसमा चाहिँ काहीँ पनि चाहिँ अन्त छैन। यो चाहिँ गोलाकार छ र तपाईँ देख्नुहुन्छ यो प्रेम, उहाँको यो प्रेममा काहीँ पनि अन्त हुने छैन भनेर हामीले देख्न सक्दछौँ। यो दुईटै साइमुन्डमा तपाईँले कुरा देख्न सक्नुहुन्छ। अब यो सुनको मूल्यवान छ, यसको अर्थ यो मूल्य छ र यसलाई अब हामीले यसलाई के त भन्दा अत्यन्तै मूल्यवान बनाउनु छ। यसको मूल्य छ तर अब मूल्यवान बनाउनु छ। मूल्यवान भनेको चाहिँ के हो त भन्दा उहाँले ल्याउनु भएको यो साइमुन्डो जो बहिनीको लागि अथवा आफ्नो दुलै रानीको लागि लिएर आउनु भएको छ। अनि भर्खरै उहाँहरूले करार बाँधेर श्रीमान र श्रीमती उहाँहरू बन्नु भएको छ। अनि त्यसको चाहिँ चिन्ह स्वरूप भाइले ल्याउनु भएको यो बहुमूल्य साइमुन्डो जसलाई हामीले प्रार्थना गरेर बहुमूल्य बनाएका छौँ। यो चाहिँ बहिनीको देब्रे हात साइली औँला उहाँहरूले लगाइदिनु हुन्छ भाइले। त्यसै गरिकन भाइको निम्ति म बहिनीको टिकालाई अनुरोध गर्न चाहन्छु। पवित्र जीवितको परमेश्वर हामीलाई धन्यवाद चढाउँछौँ। हाम्रो जसरी आज यो तपाईँ परमेश्वरको हाम्रो छोराछोरीहरू, हाम्रो छोराछोरी अनि हाम्रो सन्देश अनि प्रेमिका जसरी उनीहरू विवाह बन्धनमा बाँधिएका छन्। विवाहित पति र पत्नी भनी म घोषणा गर्दछु, जसलाई परमेश्वरले जोड्नु भएको छ त्यसलाई कसैले नछुटाओस्। आमेन। अनि हामी सबैजना ताली बजाउनुहोस्। परमेश्वरको प्रेम पुत्र प्रभु यीशु ख्रीष्ट अनुग्रह औ पवित्र आत्मा परमेश्वरको उपस्थिति सङ्गति सहभागिता भाइ र बहिनी दुवैजना
फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा अधिकार गर्दै जाओ। उत्पत्तिको किताब 1 अध्यायको 28 पदमा यो कुराहरू बताउँछ र विवाह चाहिँ वास्तवमा परमेश्वरले पुरुष स्त्रीलाई गर्नुभयो फल्दै फुल्दै। यहाँनिर हामीले देख्छौँ कि यो सन्तानको कुराहरू देख्छौँ। सन्तान उत्पादन र समाजको उत्पादन हुँदै अघि बढ्ने कुराहरू हामीले देख्छौँ। मिलाइदिनुपर्छ अनि विवाहित सबैहरूले सोचेर चाहेको सुन्दर रमाइलो एकदमै हुँदैन। त्यसपछि मात्रै हामीहरूले भेट्ने मौका पाउँछौँ। Tapos na yung masal. Kainan na. Hi, beautiful mushroom. Ayan. Daming gutom. Time check 10 na ng hapon. So nag-start yung ng alas G. Hindi. 11 yung kasal. Katatapos lang. And ayan. Ang laki ng hall. Hanggang doon sa taas. Kain na tayo. Kuha tayo ng rice, jeera rice. Tandoori chicken. Where will sit? You eat already? Yeah, Very fast. we went up fast. Where will sit? There is no place to. I think outside there. There is up. Let's go up. Sa taas tayo. Meron na. Plato ko punong-puno. Grabe ang gutom ko. Sana ako salad dessert. Masasarap yung pagkain. Tingnan nyo na. Nabitin ako. Masarap ng luto. Especially yung moton. Medyo maanghang lang siya. Pero swak naman sa Tapos na kaming kumain. Dessert naman. Okay, ito halwa daw to. Sweets yan. So, kakain kami ng ice cream. May pilang ice cream. Isa-isang scoop lang. Ayan. Ajur. Cha. Say hi. Thank you. Ayan. Oh, di. Ice cream. Tanya bar. Kain tayo. Sarap.
birthday. Thank you. Say hi. Hi everyone. Okay. Thank you. Bumati na. You take from there. You put it like That's too long. yeah, you put it like this. Sweet. Nice. I think you like. Tikman natin yung ano. Ito. Tingin ko ano to, carrot. Carrots, right? Halwa, they call it. I tasted it before. One of my colleagues. Harap. Kalasa siya ng yema. Lahat ng pagkain masarap. First time ko nakaubos ng isang plato. Was it your birthday party? Ito yung birthday party ko. Ang daming tao, no? Invited din kayo, actually. So, ikinain ko na din kayo. Dami kong handa, no? Ang sarap lahat. Aziz Bhai? Let's see. Sanjay, right? Uwi na kami. At ito yung father ng groom. Ayan. Okay, ayan. Pauwi na kami. And si Champa ay magpapataon na lang. See you sa bahay. Goodbye, Derbar.
magandang gabi ulit sa inyong lahat. Ngayon na lang nadugtungan ng video natin kanina. Pahinga kami kanina. Bale, nakarating kami dito sa bahay ng mga bandang magpo-4 na siguro. And then, palit lang ng damit, then pahinga. And then, yun, luto lang ng dinner. At pagkatapos ay, eto na nga. Anong oras na ba? 9:05 na ng gabi. And bago ko i-close ang video na ito, so tanungin ko lang po kayo, ano po yung masasabi nyo sa ating experience ng anong tawag nito? Pagsaksi sa Christian wedding dito sa Nepal. First time nating masaksihan ang Christian wedding dito sa Nepal. So, ano pong masasabi nyo? Comment down below. So, para sa akin, kasi di ba first time natin. Bale, ano yun almost, masasabi ko na almost similar sa kasal natin dyan sa Pilipinas. Almost kasi may mga katulad ng entourage, wala silang entourage. Yung nag-light ng candle is yung mothers nung bride and groom. Tapos, yung yung ring, iba din yung gumawa, hindi ring bearer. Tapos, meron din siyang hinatid ng tatay lang yung anak papunta dun sa sa groom. So, almost similar, and meron din namang wedding vows, and I do yung mga ganon, cutting cake. Pero, wala siya yung you may kiss the bride, but instead, yung itinaas lang ni groom yung veil ng bride. So, itinaas lang ni groom yung pero nakakakilig din kasi the whole ceremony, yung veil ni bride is nakababa lang, so hindi namin kita yung face niya. But anyway, nakita nyo din naman kanina, nung pagdating namin, nagpi-picture taking sila. And then after nun, ayun nga, nung itinaas, nagpalakpakan yung mga tao. So, nung pag-uwi namin kanina, pag-usapan namin ni Santos na yung wedding nito is parang na-reminisce ba namin yung wedding namin way back 18 years ago? 17 ba? Basta 17 or, 17 years ago. Ayun, siya. Kasi yung kasal namin, ganun din. As in, ganun din. Pero sa amin is may entourage din. Kaya lang sad to say, hindi naman naka-attend yung mother and father namin both. But anyway, napaka-solemn. Alam nyo, nung naglalakad yung bride, naiyak ako. Natouch ako dun sa parang yun nga, nag-reminisce sa akin nung naglakad ako din sa aisle. Kaya lang, iyon, hindi ko kasama yung mga magulang ko. But anyway, baka saan pa mapunta, baka magkadramahan pa tayo. So, ayun, comment down below po kung ano masasabi niya sa ating wedding experience ng Christian wedding dito sa Nepal. And then, medyo napapahaba na ang kwentuhan natin. So, i-close ko na po ang video na ito for today. Maraming salamat sa pagsama nyo sa akin muli sa panibagong araw ng aking vlog. And maraming salamat po palagi sa inyong panonood at sa walang sawang suporta na ibinibigay nyo po sa amin. At higit sa lahat, maraming salamat po sa time and effort ng pag-comment, like, at shares ng aming mga videos. At most especially, maraming salamat po sa mga hindi nag-i-skip ng ads. Sobrang thank you po sa inyong lahat. Sa mga bago po sa aming SL Nepal family at hindi pa nakasubscribe, baka naman po pwedeng pakiclick ang subscribe button below at ang notifications bell na din para updated kayo sa aming mga bagong videos. So hanggang dito na lang po muna. See you tomorrow. Good night everyone. God bless. Bye-bye.
Ginagawa mo. If you like this video, please consider subscribing to our YouTube channel, SL Nepal. Thank you for watching. Have a nice day.